नमस्कार। 40 वा 40 भन्दा माथिको उमेर समूहको तपाईँ हुनुहुन्छ भने तपाईँलाई मैले बनाउँदै गरेको भिडियोले मद्दत गर्न सक्छ। अन्तिमसम्म हेर्नुहोला। अक्सर नजिकको सानो चिजहरू हेर्न, रिचार्ज कार्डहरू गर्नुलाई चाहिँ एकदमै अप्ठ्यारो भएको 40 देखि नै, तर 1 वर्षसम्म चाहिँ उहाँ चाहिँ के गर्नु एकदम जबरजस्ती हैन, आँखालाई अनावश्यक दबाब दिँदै घरि मोबाइल यता उल्टाउँदै हेरेँ भाइ मैले चस्मै लाउनु पर्ने भयो भनेर आउनु भएको थियो। अनि आँखा चेक गरियो। चेक गरिसकेपछि मलाई त्यही टाढाको पनि ठिक छ, सबै थोक ठिक छ, टाउकोहरू दुख्ने केही पनि छैन, आँसु आउने, चिलाउने, पोल्ने केही पनि छैन, तर नजिकको देखिँदैन क्या। त्यो भइसके पछाडि अनि उहाँले सोच्नु भएको रहेछ यस्तो यो बाइफोकल हुन्छ नि त, यही मध्येको मात्र हुन्छ नजिकको लागि भन्नु। तर मैले यो देखाइसकेपछि उहाँ खुसी हुनुभयो। यो त प्रोग्रेसिभ भन्छ, यसमा थाहै हुँदैन टाढाको हो कि नजिकको हो कि के चस्मा लाउनु भएको छ, पावर हो कि होइन, केही थाहा हुँदैन। अनि यो चाहिँ एकदम सजिलोसँग तपाईँले आजभन्दा 8-10 वर्ष अगाडि नजिकको चिज कसरी देख्नुहुन्थ्यो त्यही तरिकाले नजिकको आरामले देख्न सक्यो र अगाडिको मान्छेलाई पनि थाहा भएन तपाईँको पावर हो कि होइन। त्यो मध्ये ग्लास चाहिँ ठ्याक्क लगाइसकेपछि एकदमै सबैभन्दा नर्मल समस्या हो यो, काहीँ पनि बनिहाल्छ तपाईँको तुरुन्तै विथिन 1 घन्टामै तपाईँको रेडी हुन्छ। 1 घन्टामा तपाईँले चाहिँ नजिकको कुरा एकदम मजाले आजभन्दा लगभग 8-10 वर्ष अगाडि कसरी देख्नुहुन्थ्यो त्यत्तिकै सरल तरिकाले देख्न सक्नुहुन्छ। र तपाईँलाई पनि यस्तो गाह्रो भइरहेछ भने चाहिँ कृपया आफ्नो आँखालाई, शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गलाई अनावश्यक दबाब हजुरले नदिनु होला। जानुहोस्, तुरुन्त बनाउनुहोस्, त्यत्रो धेरै एक्सपेन्सिभ पनि हुँदैन हैन, सिम्पल कुरा हो। र त्यही भन्न चाहन्छु। अनि हामी चाहिँ इटरी 20 तरहरा एनएमबी ब्याङ्ककै नजिकै छौँ। हामी रेगुलर आँखा पनि जाँच्छौँ। र तपाईँलाई पनि यो मध्येको समस्या कुनै पनि खाले समस्या पनि तपाईँ आउन सक्नुहुन्छ। धन्यवाद।